ल रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर। पुरा नाम नरेश श्रेष्ठ, स्वदेशको ठेगाना बेलबारी 8 मोरङ, विदेशको ठेगाना खिङ्गिदो फेन्टेक्सी आनगोन गिल। हालको फोन नम्बर चाहिँ मेरो अहिले बस्दै गरेको विदेशको 010 2853 930। इमेल श्रेष्ठ नरेश 163@gmail.com। ल सिग्नेचर पनि गरिदिए। सबैजनालाई मेरो नमस्कार। रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर गर्न गइरहेको छु। मेरो नाम दिनेश श्रेष्ठ, गजुरी 7 बगैँचा धादिङ, खिङ्गिदो फेन्टेक्सी विदेशको ठेगाना। हालको फोन नम्बर 010 58 20 70 52। इमेल दिनेश श्रेष्ठ 646@gmail.com। हस्ताक्षरसहित पठाएको छु। रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्धको जनताको हस्ताक्षर। ल मेरो रवि दाइलाई ठेगाना विराटनगर 4 मोरङ। रवि लामिछाने हाम्रो देशको तारा भन्दा नि सुन हो क्या मान्छेको। सुनलाई दराजमा हालेपछि सुनको भ्यालु नै हुँदैन, लगाएपछि न भ्यालु हुन्छ। सब एउटै हाल्दा भयो। हेलो नमस्ते। रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षरमा म आज मेरो पुरा नाम ठेगाना सहितको हस्ताक्षर मैले गरेको छु। मेरो पुरा नाम सुजन तामाङ हो र म चाहिँ रातमाटा 6 सिन्धुलीमा बस्छु। अहिले म दक्षिण कोरियाको क्योङ्गिदो प्रान्तको फेन्टेक्स सिटीमा बस्दै आएको छु र मेरो हालको फोन नम्बर छ 01023959163 र मेरो इमेल ठेगाना छ tsujan980@gmail.com र मेरो हस्ताक्षर सहित म आज यहाँ साइन गरेको छु। हस्त धन्यवाद। यहाँहरू सबैलाई मेरो नमस्कार। मेरो नाम दिनेश श्रेष्ठ, हाल दक्षिण कोरिया, सुरेश धादिङ, गजुरी 7 बगैँचा। यो विषयमा केही कुरा भन्न मन लाग्यो, त्यस कारणले यो सबै आफू सकिने र त्यस छुट्न नपाइने भन्ने डरले षड्यन्त्रपूर्वक एउटा देशभक्त नागरिकलाई चाहिँ बिना गल्ती खानामा पठाइएको हुँदा हामी एक सच्चा देशभक्त वा सचेत नागरिकको हैसियतले सबै नेपाली आमा बुबा दाजुभाइ अथवा सम्पूर्ण दिदीबहिनीहरूलाई आफ्नो ठाउँबाट सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।